हेलो एभ्रिवान, वेलकम ब्याक टु माई जे पाए त्यही दसैँको भ्लगमा। अनि यो चाहिँ हामीले दसैँको लागि खानेकुराहरू रेडी गर्दै गरेको। मासुहरू राम्रोसँग भ्लग त बनाएको छैन, तर त्यो त्यो भिडियोहरू बनाएको थियो त्यो चाहिँ टुक्रा टुक्रा मेमोरीको लागि जोडेर मात्र राखेको हो। त्यही पनि हेरिदिनु होला। खुर्सानी काटेर हालेछ यहाँ खुर्सानी हाल्नु बाबाजु हरियो खुर्सानी। हाम्रो चाहिँ अब खानेकुराहरू पकाएर सकियो। अनि अब हाम्रो चाहिँ टिका लाउने कार्यक्रम सुरु हुन लागेको छ। अब हामी चाहिँ सबैजना मिलेर टिका लगाउन सुरु गर्दैछौँ। दही हालेर बनाएको हो कि बनाउनु त खै के भयो? चिनी हालेर चिनी हाल्नुपर्छ र? चिनी हाल्यो भने टाँसिन्छ नि, दहीले टाँसिन्छ। ए हो, अलि अलि हाल्नु नि त त्यसमा। मलाई थाहा छैन चिनी हाल्नु। अलि अगाडि छान्नु पऱ्यो म के भन्नुपर्छ? ह्याप्पी दसैँ। फेरि थोरै लगाइदिनु, यति धेरै होइन। दसैँको धेरै धेरै शुभकामना। मन मनमा आशीर्वाद दिन्न। ठुली भाउ यहाँभन्दा अझै ठुली भाउ है। अलवेज बी हेल्दी। ल जानेको त्यति हो। जमारा लगाइदिनु। अब घामै रातो ल कपालमा लगाइदिनु न। अनि ल म लाउँछु दिनु। 2022 साल 82 सालको दसैँको टिका दाइको हातबाट ग्रहण गरी दाइलाई लगाउन पाइयो, चाहिँ सँगै मनाउन पाइयो। योभन्दा ठुलो खुसीको कुरा के हुँदैन होइन? मेरो सेफ गुरुको हिसाबले लाउनु भयो। ज्ञान र बुद्धिले त धेरै हुनुहुन्छ नि त, ठुलो हुनुहुन्छ, त्यो भएर उमेरले नलाने। तपाईँ मलाई आशीर्वाद दिनुहोस्। आशीर्वाद त मनैदेखि मन्त्र भन्नु काली कपालिनी दुर्गा क्षमा स्वाहा स्वाहा बुद्धि बढोस्, विद्या बढोस्, सबै कुरा राम्रो होस्। ह्याप्पी दसैँ। सुखी रहनु। बहिनी मेरो त ब्याग राम्रै भएन, ब्याग राम्रै भएन। उतैबाट हुन्छ। ह्याप्पी दसैँ। यहाँ त भएन। ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। यसरी हुन्छ के? अब टिका लाउने कार्यक्रम सकियो। अब हाम्रो पालो आयो तास खेल्ने। अनि हामी सबैजना तास खेलेर सकाए। हामी एकछिनको लागि रमाइलोको लागि तास पनि खेल्यौँ। अनि त्यसपछि हाम्रो खाना सुरु भयो। अनि हामीले खाएर धेरै रमाइलो गऱ्यौँ। हाम्रो दसैँ चाहिँ यस्तै भयो। हजुरहरूको कस्तो भयो कमेन्ट गर्नुहोला। आजलाई यति, बाई बाई।